मैले जे होस् म संसारमा हुँदाखेरि दामी जनापा लगाउँदाखेरि 2 दिन 3 दिनमा जाति हुन्थ्यो, नभए त्यस्तै हुन्थ्यो। र बेचेको छ भने चाहिँ बेच कहिले निकाल्दैन, सबै गोजीको पैसा चाहिँ निकाल्दिए। र अनि भुटानदेखि नेपाल आइयो 50 सालमा, र हामीले त्यहाँबाट हामीले प्रभुको वचन सुनेको पनि थिएन, मैले सुनाउँदैन पनि थिएँ, मैले सोधेको कुरो बताउँदैन पनि थिएँ। र अनि आज मैले यस्ता कुराहरू परमेश्वरमा माई धर्म पनि गएँ, लगुन खालको पाप बगाउनु भनेर, पाप बगेन। त्यहाँनिर घरमा आइपुगेपछि के गरेँ, हाम्रो त्यहाँ गोब्रेल भेनाको सन्मानकमा स्याहार छ, म त्यहाँ गएँ। अनि साह्रो तिम्रो भोलि स्याहार गर्नुपर्छ, हुन्छ भेना भने मैले। अनि त्यति भनेर घरमा आएँ। घरमा आएपछि अनि बुढी मान्छेलाई भने मैले भोलि परमेश्वर डाक्दैछु है म। अनि मैले सुतिहालेँ। सुत्दाखेरि उसले पनि सपना देखिन्छ। अनि भोलिपल्ट आएँ र गराङ गुरुङ गरेर स्याहार गरेँ, यताउता गरेँ। यो रातिको गुरुङ देउता थियो, ठुलो र सानो भन्थे। यीशु ठुलो कि गुरुङ देउता ठुलो, बडा चिन्तित थिएँ म। र अनि प्रार्थना गर्न पनि नआउने मलाई त। 4-5 महिना जस्तो लाटो जस्तो गएको भए, लुगागुन्डा फापेन है क्रिस्चियनमा लाटो भयो भने। अनि कालेमा गएर मैले अलिकति स्यामा सबैले हात उठायो, मैले हात उठाएर मेच खाइदिएँ। त्यहाँबाट चाहिँ अलिअलि यसो होस गुर्दै गयो मेरो। घुर्दै गएपछि बिमारी मान्छे म, 3 वर्ष लाग्यो मलाई तगडा लाग्न, जीवन लाग्न पनि, बल आउन पनि। अनि मैले जानेको थियो कामहरू, म बर्तनहरू बनाउँथेँ। अनि बर्तनहरू बनाएर मैले प्रभुको निम्ति मैले बाजागाजा पनि किनेँ, बजाएँ, छोराछोरीले पनि सब सिकेँ। र अनि हाम्रो परिवारले प्रभुलाई पाएपछि मेरा दाजुहरूको परिवार पनि ती थिए। दाजु चाहिँ मान्नुहुन्न थियो, रिसाउनु हुन्थ्यो। म अहिले भिजिटमा आएर खाना पनि खाएको छुइनँ। यो कुरा सुन्दाखेरि म आएर प्रार्थना गर्दैछु, गर्छु होइन। र त्यो धामी स्वामीलाई सबलाई सोधेर भने मैले, हुन्छ मेरो नातिनी बाँच्छे भने त भने उनीहरूले। अब 10 मिनटदेखि लगेर आधी घन्टादेखि 1 घन्टा छोरीले 10 मिनटदेखि 15 मिनट पानी मागेर खान्छे, यति याद गर्नु। आधी घन्टामा आँखा हेर्छ तिम्रो छोरीले, एकछिनमा खोले पनि माग्छे भनिराखेर हिँड्यौँ। तिन तलतिर मासतिर गएर खाना खान थालेँ। त्यहाँबाट सबै 30-40 घर विश्वकर्माहरू उठेछन्, यसलाई मार्नै पर्छ। अब धामीले नसक्ने, डाक्टरै नसक्ने काम यसले गर्दैछ। हाम्रो भगवान्लाई हेर्न सक्दैन उसले, हाम्रो भगवान्लाई गन्ती गर्दैन यसले भनेर कुट्न भनेर त्यहाँ ताम्सेछ। ती तलतिर मासतिर जाति भएर त्यो नानीले खोले खाना पनि थाली होइन। तिमीले कुट्दाखेरि एउटा टुङ्गो चाहिन्छ मलाई कुट्न, कि मैले चोरे गर्नु पर्यो, कि ढाँटे गर्नु पर्यो, कि अर्काको छोरीबारी लगेको गर्नुपर्छ, अनि मात्रै कुट्न सक्छ। त्यो मरेको मान्छे बाँचाएको हो। अनि कसरी कहाँ जाने, कसरी कुट्ला, कारण कसरी लगाउला भनेर म चाहिँ एकदम भिड भएर बसेँ। भोलिपल्ट बिहान दाजु आउनुभयो। भाइ हो, तैँले पाउने कुरो पाइस्, 4 पैसा तैँले पर्छ नगर। हे दाजु, त बोक्सीले पनि मार्छन्, उसले पनि कुट्छन्, राम्रो हुँदैन। मलाई त बोक्सीले पनि सक्दैन, हामीले पनि सक्दैन। मलाई म चाहिँ परमेश्वरको छोरा भएको कारणले सक्दैन। तिनीहरूलाई यो भाइलाई कुट्नै पर्छ भनेर उचाल न भन्ने मैले। दाजु पनि जानुभयो यसले, त लछुवा चाहिँ मैले भन्नु हुँदैन कि भनेर जानुभयो। अनि अब त्यत्रोजना सबै 100जना मान्छे उल्टेका, हिर्काउँछ कि डर लाग्यो। भोलि पर्सिपल्ट गएँ खुजना बाहिरतिर गएर भिजिट गरेँ भने फेरि आइपुगेँ। यी बुढाबुढीले मन पराउँदैन, यो किन होला
भनेर मैले एकदम चासो गरेर बाइबल पढेँ। त्यतिखेर जान्दिनँ पनि थिएँ म। पाका दन्तिनबाट नि पानी भनेर पढेको मैले प्रोक शिक्षामा। पूर्ण विराम भन्दाखेरि पुर 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 पढ्दा हिँडेको म, मुख नलागेर त्यसरी पढेको। अनि खानासाना खायो भयो, अनि बाइबल ल्यायो पढ्यो, स्कुलबाट आयो पढ्यो। म चाहिँ कतै गइनँ भने त रात दिन पढ्ने, अनि फेरि भिजिट हिँड्ने। त्यसो गर्दै गर्दै फेरि हाम्रो एउटा लामगाडे भेनाको सम्झीहरूले पनि ग्रहण गर्ने परे, अनि मलाई बोलाएर लगे। अनि त्यहाँ ग्रहण पनि गरिदिउँ उनीहरूलाई। त्यहाँदेखि 2-4 दिनमा आएर एउटा रसलिन रहेछ, उसको श्रीमतीको चाहिँ 18 वर्ष भएको रहेछ, डाक्टरले पनि नसकेको, अनि धामीले पनि नसकेको, त्यस्तो रहेछ। लु प्रभु तपाईँ एउटा प्रभु दास हुनुहुँदछ, लुजु भनेर बोलाएर लग्यो मैले। बोलाएर लगेर अनि उसको श्रीमतीको खुट्टो गम्बुट हालेको रहेछ, छिमेकीले गम्बुट दिएर गनाएर अनि छोपेको रहेछ। अनि त्यो गम्बुट निकालेर देखाइदिए, भततै छ, अब हेरि नसक्नु, चिरा भएको भ्यात छ। प्रभु यो त म सक्दिनँ होला, के हो यो? हुन्छ म एकखेप ल्याइहाल्यो मलाई बोलाएर। अब डाक्टरले पनि नसकेको, झामीले पनि नसकेको, कसैले गर्न नसकेको, यो के हो त यो? म थोरै प्रार्थना चाहिँ गरिदिन्छु ल भने। हुन्छ भने अनि प्रार्थना गरेँ। बेलुका 5 बजी बेलामा घरतिर गएँ। अनि भोलिपल्ट फेरि आएँ म। सबले जय मसी भन्छन्, खुसी लाग्यो मलाई त। आजूले गरेको, बाबुले गरेको, दिदीले गरेको, डाक्टरले 18 वर्ष भयो हाम्रो आमाको खुट्टा यस्तो भन्यो। अनि मैले तिमीलाई मलाई केही पनि नभन, म प्रभुलाई भन्छु भने। म यो कुरो म जान्दिनँ, म परमेश्वरसँग चाहिँ बात गर्छु भने मैले। र अनि त्यो प्रार्थना गरेर दिइराखेँ। दिएको 4 दिन बादमा त खाटा बस्दै गएछ, ओइलाउँदै गएछ। अनि मलाई चाहिँ के भयो भने यो चाहिँ बोक्सीले नाश गरेको रहेछ, बिमार पत्ता लाग्यो। अनि हप्ता दिनमा त सेवामा पनि आउनु थालिन्। एकखेप चाहिँ रुमाल ओढेर बसिन्, खुट्टालाई त्यहीँ त परेन गर्नु। त्यहाँबाट डाक्टरले पनि आउनु थाल्यो जाति भएपछि। त्यसो गर्यो। त्यहाँदेखि अनि मैले के सम्झेँ भने प्रभुले चाहिँ अब यीशु मसीहले संसारमा आएर त्यसरी चङ्गाइदिनु भएको थियो। आज त्यही जस्तो मेरो तर्फबाट तपाईँ बोलिदिनु भयो। तपाईँलाई मैले सम्झेर गर्दाखेरि यस्तो यस्तो पनि रोगी जाति भए भनेर म त एकदम गदगद भएँ। अनि त्यो बाटो हिँड्दाखेरि पनि सबले मलाई जयमसी भन्ने भए, बाटो पनि छोडिदिने भए। अनि साह्रै खुसी लाग्यो त्यसरी। अनि त्यहाँ एउटा ठुलो अचम्म देखेँ मैले, एउटा अनि प्रभुले गर्नुभएको कामहरू। त्यहाँदेखि म डर हुँदै गएँ। यस्तो मेरो कुरा सुन्नुहुन्छ भने म एउटा पहिला धामी हुन पाए हुन्थ्यो भनेर म एउटा के गर्थेँ, चासो लिन्थेँ। र प्रभुले आज मेरो कुरा होइन, परमेश्वरले म जस्तो मान्छेको कुरा सुन्दाखेरि म चाहिँ एकदमै खुसी भएँ। अनि म पहिला मेरो जन्म सिक्किम हो। त्यहाँबाट 2022 सालमा भुटान आइयो। भित्रको बाहिरको जान्दैन थियो, जति मान्छेको त्यतिको सेन्सस उठाइदिनु भयो। अनि त्यतिलाई हामीले सेन्सस उठायौँ, बस्यौँ, उ गऱ्यौँ। त्यहाँ जङ्गलहरू फाडियो, अनि कहाँसम्म पाइन्छ भनेर बसियो। पछि पाउन चाहिँ पायौँ। र अनि त्यस्तै उस्तै राम्रो थियो। दुःख सुख गरी खाने ठाउँ पनि, हलामा गोरु छ भने खेत जोतेर भात खान सकिन्थ्यो, राम्रो थियो। अनि जाऊ तिमीहरू भुटान नेपाल जाऊ भन्यो। अनि सरकारले गाडी दिएको रहेछ तल देउसुरेमा, एउटा गाडीलाई 7,000 रुपियाँ भुटानले। अनि श्रीरामपुरमा ल्याइयो, त्यहाँ बसियो। त्यहाँको एसआईले ब्ल्याङ मान्छे कुट्ने खालको रहेछ। अनि त्यहाँनिर यस्ता मान्छेहरू कसले गर्दा तिमीको नेता खोइ एउटा आइरहेको थियो, हामीलाई अलिक बाठो गरेर ल्या यो भनिदिएको
त्यसलाई लात्ताले ठोक्यो। यस्ता बुढाबुढीलाई यस्तो बिजो गर्न चाहिँ ल्याएको होइन यहाँ, लात्ताले ठोकेपछि चाहिँ अनि चुप लागेर अनि यस्तो भोलि बिहान तारा लगाएर 4-5 जना पुलिस लिएर पनि ठुलो पर्छ त्यो मान्छे त। अनि कलकत्ता जाने गाडी थपक्क ल्याइदियो र यहाँ छोडेर जा, तैँले बिहारमुटमा छोडिदिनु भएन, बिहारमुटदेखि कलकत्ता जाँदो रहेछ अहिले बुझ्दा चाहिँ। अनि त्यहाँ ल्याएर छोडिदियो हो। अनि चाहिँ 40 रुपियाँ कति पर्छ 6-7 जनाको सबले तिर्दाखेरि एउटा टाटामा ल्याइदियो। कसैको लाइसेन्स नै खोसेर राखिदियो उही जाँदिनँ भन्दाखेरि। त्यसो गरेर उसले चाहिँ हामीलाई पठाइदियो। अनि भुटानदेखि आउँदाखेरि नेपाल आउँदाखेरि त्यही 200-400 रुपियाँ सकिएको थियो, राम्रोसँगले आइयो। त्यहाँबाट अनि 2013 अनि 14 तारिकमा अमेरिकामा बास भयो 2013को महिना 8मा। र अहिले यहाँनिर हाम्रो सबै कुरो भयो, छोराछोरीको सिटिजनहरू पनि भयो, नाति नातिनाको पनि भयो। अब 1 जोडाको बाँकी छ, सब भयो। अब हामी अमेरिकाको सिटिजन भइयो। अब एकदम खुसीसँगले हिँड्ने। म यसो हेर्छु बाहिर 4टा गाडी छ, हामी त धनी हो भयौँ त हौ। घर हेर्छु उस्तै। मलाई प्रभुले उठायो भने पनि घर किनेको छ 100-150 जना अब आउँछन् मेरामा प्रभुले उठाउँदा। सुनिसक्दाखेरि कति मान्छे आउँछन् यहाँ। त्यस कारणले गर्दाखेरि प्रार्थना गरिदिएको छ। मलाई नचिन्ने कोही पनि छैन। पहिला साइकलले हिँड्दाखेरि सिङ्गोडाको मकमक जुलपीको मकमक आउँदा सुँग्दै हिँड्थेँ म। त्यस्तो मान्छे प्रभुले मलाई यो ठाउँमा लिएर प्रभुको दासहरूलाई, दुःख भएको आमैहरूलाई लुगा कपडा पैसा, प्रभुको दासहरूलाई पनि भेटी पैसा 2 लाख जस्तो मैले बाँड्न सकेँ। प्रभुको दासहरू पनि हेरेर अचम्म भयो र अनि खुसी लाग्यो। छोराछोरीलाई म कराउँछु, है नानी राम्रोसँगले गर, चोर्नु ढाँट्नु हुँदैन, व्यभिचार गर्नु हुँदैन, कमाएको पैसाले खानेकुरो खाऊ, जुवा तास खेल्नु हुँदैन भनेर म चाहिँ कराइदिन्छु। अर्ती दिइरहन्छु नानीहरूलाई। नानीकै जुनसुकैलाई पनि त्यसो भन्छु म। मैले जुन कुरा गरेँ मत्ती 10को 14 पद अनुसार मेरो यो खाटले बसेकोले गवाइदिन्छ। मलाई ढाँट्यो भने छल्यो भने त्यसरी गवाइदिन्छ। नेपालमा नि सुखले बस्यो भन्छु म चाहिँ। किनभने सबै कुरो राखेर उब्रेको बेच्थेँ हो, खान्थेँ, बाहिरबाट कमाएर ल्याउनु खान्थेँ म चाहिँ। अनि दुःख भएन, अनि आशिषै भयो र आरामले आइयो यो ठाउँमा। अहिले यहाँको नि 10-11 वर्ष भयो होला, एकदमै ढुक्कै छ। र मेरो चाहिँ शरीरले गर्दाखेरि चाहिँ एकदमै साह्रै धेरै दिन बस्नु चाहिँ लागेको छैन मलाई। हाँसीबाट लडेपछि निकै बेर लाग्छ मेरो ज्ञान गर्न, त्यस्तो छु म चाहिँ। र प्रभुसँग प्रार्थना गर्छु, बस्छु। मेरो चाहिँ यस्तै छ हालत। सबले विश्वासीले पायो भने पनि मेरो श्रीमान लगाउनु हो। अनि म चाहिँ एकदमै बाइबल बोकेर जाने, टुङ्गो लगाउने, ऊ गर्ने। माता पितालाई त आदर गर भनेको छ, माया गर भनेको छ। अनि मलाई दिनको साथमा भेटाएँ, पिता पुर्खाको दिनदेखि तर्केर गएर उनीहरूले मैले गरेको कामहरू देखाइदिनु भयो। भेडा बाख्रा रुखको फेदमा खोलामा गएर पूजा गर्ने त्यो बताइदिनु भयो। रोमीको पुस्तकमा त्यहाँनिर भनेको छ 1को 19 पदमा 14मा होम बलि मेल बलिको कुराहरू छ। अहिले प्रभु यीशु मसीह होम बलि मेल बलि लागि बलि भइदिएर आज हामीले धन्यवाद चढाउनुपर्छ। आज हाम्रो पाप बोकिदिनु भयो, आमा गर्भदेखिको पाप उहाँले बोकिदिनु भयो, धोइदिनु भयो। हामीले चोर्ने हात, हिँड्ने खुट्टा, दिमागलाई सबलाई उहाँले के गर्नुभयो, काँडाको मुकुट लगाइदिनु भयो। र अनि भरे सबलाई चिरा पारेर कुसमा राख्दाखेरि पिता यिनीहरूले जान्दैन भने क्षमा पनि दिनुभयो। अनि हामीले त्यस्तो परमेश्वर पायौँ। हाम्रो परमेश्वर चाहिँ हार्ने भने शक्ति चाहिँ भने कस्तो,
ऊ स्वर्ग र पृथ्वी बनाउने, घाम जुन बनाउने, नक्षत्रहरू बनाउने, मान्छे उत्पत्ति 2 साथ मान्छे बनाउने परमेश्वर मैले पाउन सकेँ। अनि मलाई साह्रै खुसीभन्दा खुसी छु। र अनि एकअर्कालाई मैले वचन सुनाइनँ भने मलाई नमिठो लाग्छ। हिजो अस्ति जनवरी 7 तारिक ऊ नेपाल गएर छोरा कान्छाको बिहे पनि भयो। 15 तारिक त्यहाँबाट कालेबुङ गएर पनि छोरीको 21 तारिक भयो। त्यहाँबाट सिक्किम पुगेँ भानामान्जीको घरमा भेटिराख्यौँ अरे। अनि थपक्क फेरि कालेबुङबाट फेरि घरमा 7 तारिक आइपुगेँ। र अनि प्रभु चाहिँ साँचो प्रभु भनेर आज पाएका छौँ। मऱ्यो भने पनि म पक्का स्वर्ग जान्छु भनेर निश्चयता छ। छोराछोरी पनि अब सबै गरी खाने भए, आफ्नो आफ्नो घर, आफ्नो आफ्नो गाडी, सबै कुरो छोराछोरीहरूलाई हामीलाई पनि यसो भेटी चलाउने पैसा दिएको छ सरकारले, खाना दिएको छ, लाउन दिएको छ, दबाई पानी गरेको छ, लिस्टमा चढ्ने पनि उनीहरूले घिर्लिङ राखिदिएको छ। सब कुरो मलाई दिएको छ यहाँ। यस कारणले गर्दाखेरि मलाई सबै कुरोमा राम्रो छ प्रभु पाएर। मेरा शाखा सन्तानले पनि पाए। अनि वरपर मैले अब 15-16 वर्ष घर घरमा गएर मैले भिजिट गरेको छु। मैले साइनो सनोमेली लाउँछु आज जस्तो, भोलिपल्ट बेलुका तिम्रोमा आउँछु है भन्छु, मलाई बोलाउनु पर्दैन। अनि खानासाना खाइसकेपछि सबैजनाले भाँडाकुँडा मारिसकेपछि ल आऊ यहाँ भनेर त्यहाँ बसेर सबलाई वचन सुनाउने। तिमीलाई के मन पर्दैन प्रभुमा? किन पर्दैन? कसैले भन्छ यो बिग्रियो खाल, कोही साइनो सनोमेली थिच्ने खाल, त्यति बेला फटाफटमा वचन सुनाइदिन्थे। त्यसो गरेपछि के हुन्थे, ती मान्छेहरूले मुखमा बुझो लाग्थ्यो, बोल्दैन थिए। अनि 1-2 वर्षमा म त्यहाँ त एक रात बसे पनि 2 वर्षमा मात्रै पुग्थेँ। जय मसी भन्दै आउँथेँ। अनि त्यसरी प्रभुलाई पाएँ। मेरा शाखा सन्तान, छोरा छोरी, नाति नतिनालाई सबले मेरो मात्रै अहिले 35-36 जना छौँ यहाँ सेवा गर्ने। त्यसरी हामीहरू सेवा गरिरहेका छौँ। किनभने मैले चाहिँ प्रभुलाई पाएर मैले शान्ति पाएँ, आनन्द पाएँ, उद्धार पाएँ, मुक्ति पाएँ। जहाँ रक्सी खैनी बेडी खान्थ्यो भने त्यो छुँदैन छौ भन्ने कुरा छ। अहिलेसम्म छोएको छैन। मैले त्यसै बसिनँ। परमेश्वरको राज्यको बारेबाट मैले साह्रै खोजी गरेँ। अनि प्रभुको दासहरू पनि कस्तो तरिकाले हिँड्दछन्, कसरी आज्ञा पालन गर्दछन्, त्यो पनि मैले बुझ्न पाएँ। र मलाई अहिले खुसी लाग्छ, आनन्द लाग्छ। मैले यो जति जानी नजानी भिडियोहरू बनाएको छु, यो सुन्नेले पनि राम्रोसँगले निहालेर सुनिदिनुहोस्, बिग्रिएको कुरालाई पनि सच्याइदिनुहोस्। र म एउटा मुख पनि यस्तो जाम भइरहेको छ, एउटा दुःखले सुखले। मेरो दाजुको छोरो माइलो छोरो आएछ र मैले 1-2 गवाई भन्दाखेरि काका यो गवाईहरू अलिकति भए पनि गरौँ भन्नुभयो, सल्लाह दिनुभयो। अनि मैले यो कुरो गरेको छु।